दिन काममा जाँदै कृषिको काममा जाँदै बिहान 4:30 बजे शीशा क्या शीशा गाडी कलसको दुलीतिर जाउँ लसुनलाई मेसिनले लसुन यसरी निकाल्छ मेसिनले लसुन यसरी निकाल्छ अनि हामी यसरी मेसिनले उखाल्छ है यसरी मेसिनले उखाल्छ अनि उखालेको मेसिन यो लसुनलाई हामीले लसुन है ओ भाइ सुरुट हालेर छ भाइले चाहिँ सुरुट सबै यो साथीहरू है यो उता सोमालिया सेनेगलतिरको साथीहरू सबै हामीले आज गरेको जुन छ यो सबै लसुनहरू चाहिँ मेसिनले निकाल्छ अनि यसलाई चाहिँ मेसिनले नै गाँठो पारे हुन्छ ओसारेर ठ्याकठ्याक यस्तो थुपार्नुपर्ने अब चाहिँ 1 बजे यहाँ खाना खानुको लागि हामी जाँदैछौँ है यता पछाडि धेरै छ ल यता पछाडि कालेहरू यो सबै लसुनै लसुन हो यो महिना चल्छ भन्छ यो सबै आइरहेछ सबै यो गरेको है ल आज यो यिनीहरूलाई भिडियो खेल्नु दिँदैन यता साइडमा बसेर ल हेरौँ यो सबै लसुन बारी मेरो नि आउँला खाँदैछौँ हामी नयाँ लसुन जाम भाइ विराटनगरको भाइ लिम्बू दाई नेपाली साथीहरू यता नेपाली साथीहरू गाडीभित्र दादा खराएको बच्चा है ठ्याक्कै मैले यो लसुनको मुनि थियो क्या उठाएको लसुनको मुनि ल अभी करो अभी आराम करो लसुनको यो शाम को 4 बजे घर जाँदैछौँ भिडियो खिच्नु दिँदैन क्या खेतीमा देख लेंगे कल से वर्षा में आया ल यहाँ विभिन्न देशबाट आएको छ मान्छेहरू अनि ल आजलाई चाहिँ सक्यो लसुन जो आता है वही करो ल यहाँ हामीले काम गर्ने ठाउँ दिनभरि काम गऱ्यो आज है यत्रो पाका भाँडेर हिँड्यौँ हामी चाहिँ यो लसुन है यो लसुन सबै लसुन यस्तो हुन्छ अनि यो लसुनलाई मेसिनले निकाल्छ पुरा यो गाँठो बनाएर हुन्छ अनि त्यसलाई चाहिँ ठाउँ थुपार्नु पर्ने क्या काशी से मंदिर चौक चलते हैं
इङ्ल्यान्डतिर जानु मेरो एकजना दाइको साथीहरू छन् अरे कन्ट्याक्ट गराइदिनु साथी पुरानो फर्ममा आइहालिन्छ